ठुलो ढुङ्गा पन्माको ठुलो ढुङ्गा ला बुलेर त हालिदियो के भयो चिप्लिया हो तर केही भएन मान्छे त केही भएन त निस्किन्छ होला गाडीले त आउँदैन होला है हेरौँ त ल हुन्छ है ल कसरी निकाल्नुहुन्छ अब हामीले भाग्य होइन भने यहाँ नुहाइबाट त्यस्तै चलेर आएको चलाउनु नजाने भयो नचलाउनु हजुर भने माथि पनि झन्नै उ गर्दै यार यत्रो मोडमा काटेपछि उल्टो पनि भ्याउँदैन त यो ब्रेक फेल भएको त होइन नि होइन भने हामी पनि गाडी चलाइरहेको मान्छे यार 6-7 वर्ष भएको चलाएको बुझ्यो बुझ्यो धन्न मान्छे केही भएन छ गुरु भर्खरै पो रहेछ त मिसिन कन्ट्याक्ट छैन होला है छैन हामी पनि निकै मासतिरको मान्छे हो तेरेको झन्न सोजिलोमा पर्यो तपाईँ ब्रेक फेल ल ल है गुरु झन्न होइन झन्न यस्तो पो हुन्छ एक्सिडेन्ट भएर छ है एक्सिडेन्ट गरेर धन्न सोजिलो भएछ मान्छे केही भएन त गाडी ब्रेक फेल भन्नुभयो कुरोतिर उहाँहरूलाई बुझ्दा चाहिँ होइन त्यस्तै चलाएर आएको भन्ने कुरा आयो धन्न मान्छेलाई केही भएन है दशा लागेन भनौँ न दशा चाहिँ लाग्यो मान्छे बच्यो यसमै खुसी त्यही भएर सबैलाई चाहिँ होसियार सेफ्टी एकदम सेफ तरिकाले चलाउनु पर्यो कि यो बाटो कस्तो डरलाग्दो छ भने बाटो भनेको यस्तै हो क्या पहाडको बाटो एकदम अप्ठ्यारो हुन्छ है गाह्रो हुन्छ त्यसरी मिस्टेक भयो भने चाहिँ तल अरुण खोला त धेरै आयो फेरि चिप्ल्यो भने तल लिन्छौँ कि क्या हो हामी बाटो त गाडी कुदाउनु पर्छ है जङ्गल यतातिर यहाँनिर खिच्यो भने त फेरि nó lạnh ra chút đỡ
यस्तो बाटोमा कुद्नु फाल्टै मजा आउँछ क्या पिचमा फाल्टै हुन्छ यस्तो फाल्टै हिलोतिर जान्छ भिडभन्दा त हिलैतिर जानु पर्यो होइन त्यही भएर यस्तो बाटोमा पनि फाल्टै मजा आउँछ क्या एक खालको अनुभव पनि हुन्छ मजा नै आउँछ यस्तो भइदिन्छ होइन धुवा आउँदैछ कुद्नु मान्दैन है धारै कुद्दैछ मेरो पनि बेहोरा त त्यही होला है होइन म त उन्दैबाट लान्छु डेन्जर होला जस्तो लाग्यो हेरौँ त छेउछेउ पनि कुदाउनु सकिन्न है अब छेउछेउ मात्रै कन्ट्रोलै गर्नु सक्दैन त्यहाँदेखि फेरि उनीहरूको अब त धेरै हाइट भिड छ कि थोरै मिस्टेक भयो भने त मरिन्छ बाँच्ने त ल बाटो हेरौँ है अब यस्तो छ कि बाटो भनेको चाहिँ यस्तो हुनुपर्छ पिचमा कुदाउने साथीहरूले चाहिँ यहाँ लगभग कुदाउनै सक्दैन होला यो आत्तिएर नै लड्छ है हाम्रो पनि टुङ्गो छैन कि लडिन्छ जे पनि हुनसक्छ हेरौँ त बाटो रोड हेरौँ झन्झाले 220 कुदाइरहेको छ तर यस्तोमै मलाई एक साह्रो गाह्रो पर्छ थोरै मिस्टेक कि लडियो यो पहिरोभन्दा कम छैन छ है हाम्रो गाउँतिर जाने बाटो चाहिँ ल कस्तो छ भानिस आजको यात्रा कस्तो लाग्यो एकदम रमाइलो छ पानीले अलिअलि गइदिहाल्यो बाटो त्यस्तै है अब चाहिँ अप्ठ्यारो बाटो कटिसक्यो अलिअलि यो करङ दुख्ने गरी उफार्छ मात्रै अब चाहिँ अरुण नदी हो है अरुण नदी ठुलो अरुण नदीको वालुङ जाने बाटो हो यो चाहिँ ए म आफू पनि यस्तो छु बिजोक थाकेर हरान भएको छ यति गलियो छ अझ मामा भान्जा खातबारीदेखि हामी वालुङसम्मको यात्रा खतम भयो है अब घर पुग्न हामी 15 मिनट जति लाग्छ है आफ्नो गाउँ प्रवेश गर्यो यहाँ चाहिँ एकदम बाटो खोलिएछ है पहिरै जानु लाँटेछ अब यस्तोमा भनेर जाँदैछ झन्डै लड्यो यार एकछिन भानिस ओ भानिस एकछिन गाह्रै पऱ्यो उहाँलाई अब हामी दुईजना बन्द नगर्नु है खोलिएछ क्या बाटो ल यहाँ चाहिँ बाटो खोलिएछ क्या यस्तै झन्डै बगाएछ अब मेरो पालो अब के हुन्छ मलाई थाहा छैन गगन पानीमा के हुन्छ थाहा छैन अब है म झन् सुरुमै डराए जस्तो लाग्यो समस्या होइन होला नि पनि अलिक खराब छ है बाटो आइपुग्यो घरतिर आइपुग्यो आफ्नै गाउँ फर्किआए है यही राख्ने भानिस
फर्की आए भन्छन्। हेलो रेखा सिस्टर, नमस्ते।